नाम लक्ष्मी दबाडी हो। म सिबिएफ प्लान्ट डाक्टर किसान र नर्सरी प्रो पनि हो। भेडीमा सबभन्दा स्पेसल भनेको त यहाँको समुदाय नै भनौँ न। नमिलेको समुदाय हुन्थ्यो भने कति समस्या हुन्थ्यो, त्यो चाहिँ छैन भनौँ न। आज एउटा सानसानो मिटिङ बस्न गइरहेका छौँ हामी होइन। गौँडेउला मोल त हामी सबैजनालाई थाहै नै छ, सबैको घर लगभग गौँडेउला हामीले पालेका छौँ। गौँडेउलाले एकदमै माटोको उर्वरा शक्ति बढिरहेको छ र चिस्यान कायम गर्ने काम गरिरहेको छ गौँडेउले मोल भर्मिन कम्पोस्ट मोलले। पनि फल पनि केही न केही राम्रै हो। गौँडेउला मोल हालेकोमा फल राम्रो दिएछ, अहिले फल राम्रो छ। काँक्राकै यस्तो काँक्रा देखिँदैन थियो, अहिले अब एउटा त सरल भयो। एउटा चाहिँ अब बिना भनौँ न लगानी चाहिएन नि त, परिश्रम नगरिकन घरमा बसेरै चलाउन पाइयो। 6 मिटरमा मैले यो के भएको यो रोगको बारेमा भनिदिनु होला भन्दै सिबिएफमा पनि पठाउँदैछु यो फोटो खिचेर। यहाँ एउटा म्यासेज आएको रहेछ फार्मबेटरमा। यो हेर्दाखेरि चाहिँ है मेरो छिमेकी किसानको पिक्चरमा करेसाबारीको पिक्चर हो। उहाँको करेसाबारीमा के रोग किराहरू लागेको छ भनेर उहाँले चाहिँ यहाँ फोटो पठाउनु भएको छ। म त्यसैको लागि अब फिल्डमा जाँदैछु। यो जम्मै डडुवान लागेछ, फुल पनि सुकेछ। यो यसमा के गर्ने, त्यो हरियो भित्र गर्ने किरा नि झिँगा फिटफिटे औँठी लाएर हिँडेछ। अब कति धेरै रहेछ क्या रम्नी, चपकै रहेछ। अस्ति नै हो त अस्ति नदेखि त कुरा त गरिराखेको, यो अर्थक नछाएर राखौँ भन्दै त्यही पनि यहाँ टनेला आउँदा उडेछ। तर यो होचो भएर यो प्लास्टिकतिर अल्को हुन पनि रहेछ क्या, के डडुवा कम लाग्न नि। यो पहिलो भएको सर्लको यो पहिलो हुन्लाको धाँचाको सर्लको टिप्दिनु, अनि यो सबै गरेर साफ गरेर यो पातहरू काटेर अनि त्यो गरेर अनि त्यही हो। यहाँबाट सिकेर हामीले रासायनिक मल प्रयोग गरेर पहिला गरिन्थ्यो भने अहिले चाहिँ जैविक र भर्मिन कम्पोस्ट मल प्रयोग गरेर नर्सरीहरू राख्दा पनि एकदम छिटो उत्पादन लिन सकेर आम्दानी राम्रो भएको छ। अनि सन्देशहरूमा चाहिँ माटोको बारेमै बढी जानकारी दिनुपर्छ। माटोको बारेमा कुन दिन माटोको शिविर आयो भनेदेखि यहाँ माटो शिविर छ है, यसरी माटोहरू लिएर आउनु भन्ने, अनि उहाँहरूलाई चाहिँ कुन मल प्रयोग गर्ने, भर्मिन कम्पोस्ट मलले के गरेछ, रासायनिक मलले के गरेछ, बायोचारले के गरेछ, कुनले राम्रो सुधार गर्छ माटोलाई भनेर चाहिँ किसानहरूलाई चाहिँ सन्देश पठाउने। मेरो किसानहरू 10 जना हुनुहुन्छ। यहाँ वरिपरि नै केही काम गर्न पर्यो भने 10 जनालाई मेसेज जान्छ। उहाँहरू चाहिँ पहिला यो फार्मबेटर नचलाइन्जेल सोध्न हिँड्न पर्थ्यो होइन, अब प्राविधिकहरू खोज्नु पर्थ्यो भनेदेखि अहिले आफूले नजाने पनि बच्चाहरूलाई त्यो फार्मबेटर खोल, त्यहाँ एपमा के आएको छ भनेर चाहिँ उहाँहरू मसँग भन्दा पनि त्यो मोबाइलमा हेर्न चाहिँ सहज हुनुभयो कि।